नमस्कार साथीहरु, खुसी खबर छ। क्लास 9 में पढ्ने स्टुडेन्टहरुको क्लास 9 को मैथ को कंपलसरी मतलब मैथ को मोडल सेट 2082 अनुसारको मोडल सेट को सोल्युसन लिएर आएको छु। यो भिडियो पार्ट 1 हुनेछ। यो भिडियोमा 1 नम्बर र 2 नम्बरको सोल्युसन गर्ने छु। साथै हाम्रो यो लर्निङ एजुकेसन युट्युब च्यानल स्वागत छ तपाईहरुलाई। साथै यो च्यानललाई सब्स्क्राइब गर्नु होला। यो च्यानल साथै सब्स्क्राइब गरिसकेपछि बेल आइकन बटन प्रेस गरेर आफ्नो अल फ्रेन्डलाई यो भिडियो शेयर गर्नु होला। किनकि यस्तै प्रकारको हामी यो च्यानलमा भिडियो ल्याउने छु। त्यसैले गर्दा बेल आइकन बटनमा प्रेस गर्नु होला। साथै म चाहिँ चन्दन यादव, म पनि एउटा न्यू च्यानल ओपन गर्छु जसको लिंक म केही समयपछि यो च्यानलमा लिंकमा यो च्यानलको अरु भिडियोको म डिस्क्रिप्सनमा लिंक दिएको छु। त्यो पनि सब्स्क्राइब गर्नु होला। किनकि तपाईहरु अहिले क्लास 9 मा पढ्दै हुनुहुन्छ। केही दिनपछि केही समयपछि तपाईहरु क्लास 10 मा जानुहुन्छ। त्यो क्लास 10 छ त्यो पनि म भिडियो बनाउँछु। त्यो भिडियो पनि हेर्नु होला भनेर म आफ्नो च्यानलको बारेमा जानकारी गराए। र आज म तपाईहरुको मोडल सेटको सोल्युसन गर्ने छु लाइभ र बुझाउनु छु स्टेप बाइ स्टेप। केही डाउट छ भने डाइरेक्ट कमेन्ट गरेर सोध्नु, नडराउनु। डाइरेक्ट कमेन्ट गरेर सोध्नु र अरु अन्य मोडल सेटको पनि सोल्युसन चाहियो भने कमेन्ट गर्नु र डिमान्ड गर्नु। ल त्यसैगरी आज क्लास चाहिँ हामी ढिलो नगरिकन सुरु गरौँ। त्यो भन्दाखेरि सब्स्क्राइब गर्नु होला। ल त साथीहरु, अब हामी कपीमा लाइभ सोल्युसन गर्ने छौं। 10 सेट मोडल क्वेशन 2082 लर्निङ एजुकेसन युट्युब च्यानलमा आउने छ। यो सेट 1 रहेछ, पार्ट 1 2082 को रहेछ। पूर्णाङ्क जम्मा 75 को सोधिन्छ। समय 3 घण्टा छ। यो म्याथ को रहेछ, म्याथ क्लास 9। त आज 1 नम्बर र यसमा 2 नम्बरको हामी सोल्युसन गर्ने छौं। तपाईहरु मलाई अन्तिम समस्या साथीहरु हेर्नु होला र बुझेको खण्डमा कुरा गर्नु होला। त अब हामी क्वेशन त मोडल सेट त तपाईहरुले क्वेशन खेलाइदिएको छु। म क्वेशन पहिला सुरुवात गर्न चाहन्छु। 1 नम्बर के भन्दैछ भने 1 नम्बर हो यो। 1 नम्बरमा दिएको प्रश्नहरु अनिवार्य छ। यो त्यो हो, माथि क्वेशन लेखेको हुन्छ नि। भन्दैछ दिएको भेन चित्र अध्ययन गरी तलका प्रश्नहरुको उत्तर दिनुहोस्। त अब उत्तर त दिनु पर्छ। त पहिला म यहाँ के गर्छु, त अब 1 को ए मा हामीले के सोधिरहेछ भने 1 को ए मा सल्युसन के सोधेको छ भने त्यो क्वेशन त पढिरहेछु। समूह, त्यो समूह हो ए बी र सी कस्ता समूहहरु हुन्। त उत्तर ल डाइरेक्ट गरौँ नि। त समूह ए बी र सी एक आपसमा साझा सदस्यहरु छन् वा सदस्यहरु छन्। यो लेख्न सकिन्छ। म सदस्यहरु छन्। अब 1 नम्बरको 1 को भयो। अब बी मा के भन्दैछ हामीलाई, बी को क्वेशन के छ। त बी को क्वेशन यो रहेछ हाम्रो एन ए र एन बी लेख्नुहोस्। मतलब एन ए इक्वल टु एन बी लेख्नुहोस् भनेको छ हामीले क्वेशनमा। यसको मतलब के हो भने यो सेटमा हाम्रो एन ए मा कतिवटा नम्बर छ अनि एन बी मा जम्मा कतिवटा नम्बर छ त्यो लेख्न भनेको छ। त आउनुहोस् गनौँ कतिवटा छ एन ए मा र एन अनि यो के भन्छ एन ए मा र यो बी मा। अब गनौँ। यहाँ साथै राम्रो सी छुटेको छ। यहाँ हेर्नुहोस् त 1 2 3 4 5 6 यो पुरै ए को एरिया हो। यो पुरै ए को। अब नम्बर नट ए भनेको भए यो 3 वटा मात्रै हुन्थ्यो। एन ए भनेपछि यसको 6 वटा भयो। यहाँ 6 लेख्छु। अब बी को त 1 2 3 4 5 6 बी को पनि 6 यति भनेको छ। त्यसपछि अब क्वेशन नम्बर सी तर्फ बढौँ। त क्वेशन नम्बर सी मा के भन्दैछ, त क्वेशन नम्बर सी मा हामीलाई भन्दैछ भेन चित्रको प्रयोगबाट, मतलब यो भेन चित्र हो, यसको प्रयोगबाट हामीले एउटा क्वेशन प्रमाणित गर्नुपर्छ। के छ भने एन ए युनियन बी इक्वल टु एन ए प्लस एन बी माइनस एन ए इन्टरसेक्सन एन बी। यसलाई हामीले अब प्रुभ गर्नुपर्छ। त कसरी प्रुभ गर्ने, त म पहिला ल्याङ्ग्वेज लेखेर बताउँछु अनि एउटा इक्जाम्पल दिएर यसलाई नै प्रुभ गरेर हेराउँछु। प्रमाणित गर्ने सजिलो तरिका, प्रमाणित गर्ने सजिलो तरिका। आउनुहोस् अब प्रमाणित गर्ने सजिलो तरिका बताइरहेछु तपाईहरुलाई। त अब ए र बी जोड्दा
ए र बी जोड्दा साझा भाग मतलब साझा भाग के हुन्छ यहाँ लेख्छु ए इन्टरसेक्सन बी साझा भाग हुन् त्यसलाई दुई पटक गरिन्छ दुई पटक गरिन्छ त्यसैले एक पटक घटाउनु पर्छ अब हेर्नुहोस् घटाउनु त पर्छ यति लेखेँ तब तपाईँले के बुझ्नुभयो त अब यहाँ त्यसैले म बुझाउँछु नि अहिले त NA युनियन B इक्वल टु NA प्लस NB माइनस NA इन्टरसेक्सन B हुन्छ त अब कसरी हुन्छ के हुन्छ त प्रुभ गरौँ अब मैले अघि जुन यसमा NA6 NB6 लेखेको थिएँ नि त अब म त्यही तरिकाले अलिकति स्टाइल तरिकाले बुझाएर प्रुभ गराउँछु अलि हेर्नुहोस् ल जस्तै अब यहाँ हामीलाई दुईटामा साझा कमन केस दुईटामा साझा भाग मैले भने नि साझा भाग भनेको यो त यहाँ दुईटामा के छ त इएफ छ त दुईटामा एबिसिडी इएफ र बीम पनि एबिसिडी इएफ छ त आउनुहोस् म कसरी लेखेर बताउँछु जस्तै अब NA मा हामीलाई के छ त ए छ बी छ कमा सी छ कमा डी छ कमा ई छ कमा एफ त्यसै गरी NB मा हाम्रो के पर्दैछ त ई पर्दैछ एफ पर्दैछ जी पर्दैछ अनि एच पर्दैछ अनि आई पर्दैछ अनि जे पर्दैछ यति छ नि तब NA अनि के भनेछ NA इन्टरसेक्सन B मा के पर्छ साझा भागकालाई भन्छ कमन भाग हेर्नुहोस् त दुईटामा योमा पनि कमन छ इएफ योमा पनि इएफ यसलाई नै कमन हुन्छ दुई रहेछ त्यसैले यहाँ दुई लेखिन्छ त्यसैले भनेको छ दुई प्रयोग गरेर एकचोटि घटाउँछ त यहाँ अब यसरी प्रुफ पनि गर्न सकिन्छ जस्तै अब NA लेखेर NA प्लस NB माइनस NA इन्टरसेक्सन B लेखेर अब यसको भ्यालु कति आएको छ 6 1 2 3 4 5 6 6 1 2 3 4 दुईटाको AB पनि 6 प्लस 6 यता कति 2 त यसलाई दुईटा जोड्दा कति हो 12 यता मैले त 2 10 यसरी पनि प्रुफ गर्न सकिन्छ अब न त त्यो लेखाइ पनि प्रुफ हुन्छ तपाईले जस्तो राख्दा म त्यस्तै गर्नु म त बताइदिए पनि प्रमाणित भयो अब हामीलाई प्रश्न नम्बर डी सोधिएको छ डी मा के भन्दैछ प्रश्न नम्बर डी मा प्रश्न नम्बर के हामीले सोधिरहेछ भने N युनियन अनि NC र NC को सम्बन्ध लेख्नु सम्बन्ध सोधिरहेछ सम्बन्ध यसको सम्बन्ध यो हुन सक्छ हेर्नुहोस् N युनियन इक्वल टु NC यहाँ कम्प्लिमेन्ट छ प्लस NC को कम्प्लिमेन्ट हो त यसरी पनि लेखिन्छ सम्पूर्ण समूह इक्वल टू C का सदस्य प्लस C का बाह्र सदस्य हुन् वा बाह्र सदस्य हो ल साथीहरु यति गरिसकेपछि तपाईले के डाउट लागेको क्वेशन छ भने यतिको मध्येमा सोध्न सक्नुहुनेछ म एकचोटि तलदेखि माथिसम्म सर्व हेराइदिए हेर्नुभयो अब हामी प्रश्न नम्बर 2 तर्फ प्रस्थान गर्छौं मतलब 2 नम्बरमा लाग्छौं कि यहाँसम्म के डाउट छ भने डाइरेक्ट कमेन्ट गरेर सोध्न सक्नुहुनेछ र 2 नम्बरको अब क्वेशन नम्बर तर्फ जाम त 2 नम्बरमा के भन्दैछ हामी कपी पनि पल्टाए मैले 2 नम्बरको ए देखि सुरु गरौँ नि हैन ए दिन अब 2 नम्बरको क्वेशन के दिइरहेछ पहिले त्यो भनौं 2 नम्बरको क्वेशन हाम्रो रहेछ सुप्रिया एउटा कार्यालयमा कार्यरत छिन् मतलब सुप्रिया एउटा कार्यालयमा कार्यरत छिन् उनको मासिक तलब रु 43500 छ उनको आधारभूत तलब 10% कर्मचारी सञ्चय कोषमा जम्मा हुन्छ र त्यति नै रकम कार्यालयले उक्त कोषमा जम्मा गर्दछ यदि दशैं भत्ता 1 महिनाको तलब र महँगी भत्ता रु 67500 भए निम्नलिखित प्रश्नहरूको उत्तर दिनुहोस्
त म अब यहाँ पहिला क्वेसनमा गिभन के दिएको छु त्यो लेख्ने हो, त्यसपछि सोल्युसन गर्नेछु। त आउनुहोस् अब म स्टेप बाई यहाँ गर्नेछु। अब क्वेसनमा के छ पहिला दिएको लेखौँ। दिएको हामीलाई प्रश्नमा के छ पहिला त्यो के छ भने सुप्रियाको तलब रु इक्वल टु रु 43,500 रहेछ। क्वेसन पनि छ। त्यहाँदेखि दसैँ भत्ता कति छ भने इक्वल टु 1 महिनाको तलब। 1 महिनाको तलब। त्यसपछि महँगी भत्ता रु 67,500। त्यसपछि कार्यालय भन्छ, कार्यालयले 10% सञ्चय कोषमा जम्मा गर्छ वा जम्मा पार्छ त्यो भन्न सकिन्छ। हो, यति त हामीलाई गिभन दिएको छ क्वेसनमा। यति हामीलाई गिभन दिएछ क्वेसनमा। अब के छ 1 नम्बर हामीले क्वेसनको 2 नम्बरमा के भन्दैछ भने सल्युसन। कर भने के हो, कर ट्याक्स भने के हो। त कर भने के हो त आउनुहोस् यसको उत्तर लेखौँ डाइरेक्ट। त के हो कर भनेको सरकारले देश सञ्चालन गर्न नागरिकबाट आउने अनिवार्य मतलब कम्पल्सरी अनिवार्य रकमलाई कर भनिन्छ। यहाँसम्म के डाउट छ त भन्नुहोस्। क्लियर त्यो पनि क्लियर पारिदिन्छु। यो रकमलाई हो। अब बी नम्बरबाट सोल्युसन गरौँ। बी नम्बर के भन्दैछ बी को सल्युसन। बीको सल्युसनमा के भन्दैछ भने सुप्रियाको निर्धारण योग्य आय कर कति हुन्छ त्यसको सल्युसन अब त्यो निकाल्नु पर्ने। त अब यहाँ लेखौँ सल्युसन। सुप्रियाको निर्धारण योग्य आय र कर योग्य आय। अब हामीले के दिएको छ त त्यहाँ दिएको गिभनहरू त अब 1 वर्षको तलब निकाल्नु पर्ने। सुरुमा 1 वर्षको सुप्रियाको तलब कति छ तलब थाहा छ हामीले। 1 वर्ष सुप्रियाको तलब कति छ महिना कति मिल्छ त्यसलाई त 43,500 त्यसलाई भेटिन्छ। त 12 ले गुणा गरिदियो भने 12 महिनाले कति हुन्छ रु 5,22,000 उसलाई भेटिन्छ 1 वर्षको तलब। त्यसपछि अब दसैँ भत्ता कति छ दसैँ भत्ता 43,500। अब महँगी भत्ता रु 67,500। अब एउटा चाहिँ कार्यालयको सञ्चय कोष कति छ थाहा छ तपाईँहरूलाई 10%। अब 10% को निकाल्नु पर्छ। आउनुहोस् म निकालेर सिकाउँछु कसरी निकाल्ने। त 43,500 छ हामीसँग त्यो पनि 12 महिनाको 12 महिना इन्टु गरेर यसको अब 10% गर्नुपर्छ कति जान्छ भने त कति भयो त 52,200 भयो।
अब निर्धारण योग्य आय निकाल्नुपर्छ। निर्धारण योग्य आय आय कति छ त 5,22,000 प्लस एड गर्ने सबैलाई 43,500 फेरि प्लस 67,000 लाई पनि एड गरिदिने 500 फेरि 52,200 लाई एड गर्दा कति आउँछ थाहा छ तपाईहरुलाई त 68,500 एन्सर आउँछ। त्यो सुप्रियाको निर्धारण योग्य र सुप्रियाको निर्धारण योग्य आय र अनि कर योग्य आय यति आउँछ। अब हामीसँग के छ क्वेशन भने अब 2 को सी छ उसको सुप्रिया विवाहित भए कति कर तिर्नुपर्छ त अब त्यसको पनि हामी निकाल्छौं सोल्युसन गरेर। यहाँसम्म के डाउट छ भने डाइरेक्ट कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। र अब जाम 2 को सी नम्बरको सोल्युसन गर्न। अब यहाँ हेर्नुस् 2 को सी मा सल्युसन सुप्रिया विवाहित भए कति कर तिर्नुपर्छ त कर तालिका अनुसार तपाईलाई थाहा छ कर तालिका अनुसार कर तालिका तपाईको बुकमा पनि दिएको छ न त तपाई क्वेशन पनि दिएको छ त्यहाँबाट पनि हेर्नु सक्ने हुनेछ। त कर तालिका अनुसार म सोल्युसन गर्छु। के छ कर त पहिलो त्यही हामी जुन अहिले आन्सर निकाले नि 68,500 त्यसकै नै हामीले अब यहाँ गर्नुपर्छ। पहिलो अब हम कति छ 5 लाख आएको छ हाम्रो 5 लाख को तालिकामा कति दिएको छ 1% दिएको छ त अब यसको 1% निकाल्ने त 5 लाख को कति हुन्छ 1% त इन्टु गर्ने 1 देखि 1% देखि त कति आयो 5,000। त्यसैगरी अब बाँकी कति छ बाँकी त बाँकी अब हाम्रो कति रह्यो भने 5,80,800 जति बाँकी छ। अब यसलाई यसको पनि 10% लाग्छ 10% त कति भयो 80 अनि 800 को 10% गर्दा 880 भयो। अब जम्मा कर ऐड गरिदिने जम्मा कर कति हुन्छ त 500 प्लस 5,000 प्लस 80 गर्दा 13,080 रुपैयाँ हुन्छ ल एन्सर। पार्ट 2 चाहियो भने कमेन्ट र पार्ट 2 मा 3 नम्बर र 5 नम्बरको सोल्युसन गर्नेछु। लर्निङ एक्सप्लेन सब्स्क्राइब गर्नु होला। साथै मेरो केही महिनापछि जेठ महिनाको दिनमा अब हाम्रो सुपर एजुकेसन च्यानल खुल्छ युट्युब च्यानल त्यसलाई पनि सब्स्क्राइब गर्नु होला। म यो यस्तै भिडियोहरुको लिंक दिएको छु र त्यसको बारेमा पनि बताउँछु। आजको यति नै। अब केही डाउट छ भने डाइरेक्ट कमेन्ट गरेर सोध्न सक्नुहुन्छ। र आजको यति नै धन्यवाद थ्यांक यू।